प्रभुको प्रियजनहरूलाई त्यसैबाट न्यानो जयमसी। आज महिनाको पहिलो हप्ता पहिलो आइतबार सदा झैँ आराधना चर्चले प्रभु भोज गर्ने काम गर्छ। यो पवित्र विधि विधान हामी गरिरहनुपर्छ जबसम्म प्रभु यीशु ख्रीष्ट हामीलाई बादलको सवारीमा तुरैको आवाजमा उहाँको दोस्रो आगमन हुँदैन तबसम्म तिमीहरूले यो अवसर गर्ने गर भनेर परमेश्वर वचन लेखिएको छ। यसकारण प्रिय हामी सबैले उहाँको मृत्युको सम्झना गर्नुपर्छ अनि यो अवसर गरिरह भनेर चाहिँ परमेश्वरको वचनले आज्ञा गर्दछ हामीलाई। प्रभु भोज कसरी सुरु भयो भन्दाखेरि जब प्रभु यीशु ख्रीष्ट मृत्यु हुन एक दिन अगाडि उहाँ कल्वारी क्रुसमा त्यो कचौरालाई पिउन अघि त्यो दुःख कष्ट सहनु अघि आफ्नो मृत्युलाई वर्णन गर्नु अघि उहाँ कल्वारी क्रुसमा झुन्डिन अघि चेलाहरूसँग यसरी नै यहाँ तस्बिरमा देखाए जस्तै गरेर टेबलमा बस्नु भएको थियो। सबै चेलाहरूसँग रोटी अनि दागरस भनेको चाहिँ मानिसहरूले धेरै सोच्ने गर्छ यो चाहिँ वाइन हो भनेर, तर यसलाई सिधै भाषामा यसलाई वाइन नै हो, तर यो वाइन चाहिँ कस्तो खालको भन्दाखेरि प्योर जुस हो। प्योर जुस यो दाग मदले नाक्ने खालको मध्य खालको जुस होइन। यो वाइन भनेको चाहिँ प्योर जुस हो, एकदमै प्योर जुस। त्यतिखेर परमेश्वरले प्रयोग गर्नुभएको थियो। चेलाहरू कहाँ सँग बसेर चाहिँ यो अन्तिम भोज उहाँले खानुभएको थियो। यो चाहिँ निष्ठा चाडको बेला थियो। निष्ठा चाड भनेको चाहिँ परमेश्वरले इजरायलीहरूलाई मिस्र देशबाट उहाँ त्यो 10 शतकको बन्धनहरूबाट उहाँले छुट्याउनु भएको थियो। अनि यो सम्झना चाहिँ सधैँ तिमीले गर्ने गर। तिमीहरूलाई परमेश्वरले दासबाट चाहिँ स्वतन्त्र दिनुभएको थियो। मिस्र देशबाट चाहिँ यहुदीहरूले स्वतन्त्र पाएको बेलादेखि यो निस्तर चाड मनाइने गर्थ्यो। यो सम्झना तिमीले गर्ने गर भनेर परमेश्वरले नै प्रस्थान 12देखि 1देखि 20सम्म हामी हेर्यौँ भने त्यहाँ हामी पाउँदछौँ। अनि यता पहिलो कुरान्तिको पुस्तक 7 अध्यायमा हामीले फेरि हेर्यौँ भने त्यो निस्तर चाडको धुवा चाहिँ प्रभु यीशुले सुन्नुहुन्थ्यो। हालेलुया। जसरी यहुदीहरूले निस्तर चाडमा अखिमेली रोटी भनेको चाहिँ त्यो साताभरि उनीहरूले खमीर नमिसाएको एकदम प्योर रोटी उनीहरूले खाने गर्दथ्यो। 7 दिनसम्म चाहिँ त्यो अखिमेली रोटी खाने गर्दथ्यो। एउटा निस्तर चाड उनीहरूले त्यसरी मनाइने गर्दथ्यो। किनभने त्यत्रो ठुलो दासत्वबाट मिस्रहरूले कति धेरै थिचोमिचो गरेको थिए, कति ठुलो बन्धनहरूबाट चाहिँ परमेश्वरले छुट्याउनु भएको थियो यहुदीहरूलाई। त्यसकारण त्यो निस्तर चाड मनाउने गर्दथ्यो। त्यसरी नै आज त्यो निस्तर चाडको धुमा प्रभु यीशु ख्रीष्ट हुनुहुन्छ। हालेलुया। यीशु ख्रीष्ट चाहिँ बलिदान हुनको लागि तपाईले हाम्रो लागि म कल्वारी क्रुसमा आफ्नो बलिदान हुनको लागि चाहिँ एउटा सोझो भेडा जस्तै गरेर उहाँलाई चाहिँ उन्नतिमा लागेको जस्तै गरेर चाहिँ परमेश्वर ख्रीष्टलाई उहाँ मानिसहरूले पक्राउन लागिरहेको थिए, कल्वारी क्रुसमा टाङ्न लागिरहेको थिए। प्रभुले सबै हाम्रो लागि उहाँले सतावट दिइराख्नु भएको थियो। त्यसकारण आज प्रिय प्रभु भोज भनेको चाहिँ के हो भन्दाखेरि प्रभु भोज यीशु ख्रीष्टले आफ्नो चेलाहरूसँगको अन्तिम भोजको समयमा स्थापित गर्नुभएको पवित्र एउटा विधि हो, एउटा संस्कार हो अथवा विधि विधान हो। प्रभु यीशुले अन्तिम भोज गर्नुभयो, तर प्रभु भोज त्यो समय पहिलो भोज उहाँले सुरु गर्नुभएको थियो। हालेलुया। प्रभु भोज उहाँले सबैले सुरु गर्नुभएको थियो। जसले सामान्य रूपले अन्तिम भोज भनिन्छ, तर त्यो चाहिँ पहिलो प्रभु भोज हो। हामी मत्तीको पुस्तक 26 अध्यायको 26देखि 28सम्म हेर्न सक्छौँ। मर्कुसको पुस्तक 14 अध्यायको 22देखि 24सम्म हेर्न सक्छौँ। अनि लुकाको पुस्तकमा पनि 22देखि 22को 19देखि 20सम्म हेर्न सक्छौँ। यो सबै बाइबल धर्मशास्त्रबाट नै यी बुदाहरू मैले निकालिएको हो। यसले ख्रीष्टको बलिदान, मृत्युको स्मरक र उहाँको भविष्यको पुनः आगमनको घोषणा दुवैको रूपमा काम गर्दछ। पहिलो कोरिन्थी 11 अध्यायको 26 पदमा हेर्यौँ भने प्रभु भोजले चाहिँ उहाँको बलिदान जो हाम्रो निम्ति उहाँले हाम्रो पाप र अधर्मको खातिर कल्वारी क्रुसमा आफ्नो प्राणलाई त्याग गर्नुभयो, उहाँको शरीर
का कुनै पनि यस्तो भागहरू थिएन है जहाँ चाहिँ अलिकति सियोसम्म अडिने ठाउँ यति छिया भएको थियो, छ्याकछ्याक भएको थियो। त्यो कोरा कचोट उहाँले कति धेरै सहनु भएको थियो। 39 कोरा, एक कोरामा 1 केजी मासुभन्दा धेरै निक्लिन्थ्यो। त्यो कोरा लगाउँदाखेरि उहाँको शरीर छ्याकछ्याक भएको थियो। अनि उहाँको शरीरबाट रगत यस्तो साह्रो भएको थियो, त्यहाँ पानी समेत पनि निस्किन सकेको थियो। त्यो रगत सकिएर यति साह्रो रगत बगिरहेको थियो, बहुमूल्य रगत। अनि प्रभु भोजले अर्को के चाहिँ हामीलाई देखाउँछ भन्दाखेरि भविष्यको पुनरागमनको बारेमा घोषणा गर्दछ कि प्रभु यीशु ख्रीष्ट हाम्रो निम्ति एक दिन आउनुहुनेछ। किनभने जब उहाँ जैतुन डाँडाबाट बिस्तारै प्रभु यीशु ख्रीष्ट पुनरुत्थान हुनु भएर अल्गिराख्नु भएको थियो, त्यतिखेर चेलाहरूले मानिसहरूले हेरिरहेका थिए। अनि स्वर्गदूतले भनिराख्नु भएको थियो, जसरी म अल्गिराख्नु भएको छ उहाँ एक दिन लिन आउन हुनेछ, एक दिन त्यसरी नै उहाँ आउनुहुनेछ। हालेलुया। तपाईँले हामीले दिनको लागि यसले प्रभु भोजले चाहिँ यो कुरा पनि हामीलाई दर्शाउँदछ, स्मरण गराउँछ, क्रिस्टको बलिदानको सम्झना गराउँछ। हेर्नुहोस्, रोटी अनि यहाँ मैले रागरस अर्थात् जुस त्यहाँनिर एउटा पिक्चरमा पनि देखाएको छु। यो रोटीले उहाँको शरीरलाई प्रतिनिधित्व गर्दछ। हामी जुन रोटी हामीले लिन गइरहेका छौँ हामीसँग छ, त्यसले चाहिँ प्रभु यीशुको शरीरलाई प्रतिनिधित्व गर्छ। जुन रागरस हामी पिउन गइरहेका छौँ त्यसले चाहिँ प्रभु यीशुको रगतलाई प्रतिनिधित्व गर्दछ, जुन पाप क्षमाको लागि बगाएको छ, जो तपाईँ हाम्रो निम्ति उहाँले कल्वारी क्रुसमा बगाउनु भएको थियो। सुसमाचारको घोषणा जब हामी प्रभु भोज गर्दछौँ तब हामी यो सुसमाचारको घोषणा हामी गर्दछौँ। प्रभुको भोजमा भाग लिनु भनेको प्रभु फेरि नआउन्जेलसम्म उहाँको मृत्युको घोषणा गर्ने कार्य हो। पहिलो कोरिन्थी 11:26 लेखिएको छ, जसले सुसमाचारको मूल सन्देशलाई पुष्टि गर्दछ। सुसमाचार जो पिता पुत्र पवित्र आत्माको नाममा तिमीले बप्तिस्मा लियौ, जगतको सारा मानिसहरूलाई सुसमाचार सुनाऊ, चेला बनाऊ भनेर प्रभु यीशुले आज्ञा गर्नुभएको छ, महान आज्ञा दिनुभएको छ। त्यो आज्ञा आज उहाँको मृत्युको घोषणा गरिरहँदा जब प्रभु यीशुले मृत्यु पछाडि 3 दिनको बाद उहाँ बलि उठ्नुभयो, मृत्युलाई उहाँले जित्नुभयो, मृत्युलाई उहाँले निल्नुभयो, अनि प्रभु यीशु ख्रीष्ट मृत्युबाट जीवित हुनुभएको छ। त्यसरी नै हामी पनि एक दिन मृत्युबाट जीवित हुन्छौँ, अर्थात् शरीरमा हामी मर्छौँ, आत्मामा हामी जीव हुन्छौँ भन्ने सुसमाचार तिमीहरूले एउटा घोषणा गर, एउटा सुसमाचार घोषणा गर भन्नका लागि घोषणा गर्दछौँ। अनि आध्यात्मिक पोषण र एकताको प्रतिनिधित्व गर्छ, यसले प्रतीक हो, एउटा एकता पनि यसले फैलाउँछ। जब सिङ्गो रोटीलाई हामी आधी पारेर खान्छौँ, यो कोभिडको समय हुनुभन्दा अगाडि चाहिँ हामी प्रत्येक मण्डलीमा अब हामी प्रायः सबैजना मण्डलीमा चाहिँ हामीले एउटा सिङ्गो रोटी पोलेर ल्याउँथ्यौँ। त्यो रोटीलाई चाहिँ हामी टुक्रा टुक्रा पारेर भाग पारेर हामी सबैजनाले दिने गर्थ्यौँ। तर यो कोभिडको समय पछाडि चाहिँ हामीले यस्तो प्रकारको आधुनिक प्रकारले रोटी प्लस कागज पनि त्यहीँनिर भएको बट्टालाई चाहिँ हामीले प्रयोग गरिरहेका छौँ। अनि यो प्रायः मण्डलीमा हामी टुक्रा टुक्रा पारेर गर्न पनि सक्छौँ, अथवा मण्डलीमा हामीलाई जे कुराको सुविधा छ। अहिले भर्खरै हामीलाई सिन्सिनेटी साइन्स चर्चबाट यो जुटेको छ, अनि हाम्रो निम्ति उहाँहरूले जुटाउनु भएको छ, यसलाई हामी प्रयोग गर्न सक्छौँ। रोटी र दागरस हामी सबै दिन सक्छौँ। अनि यो भनेको एकतालाई प्रतिनिधित्व गर्छ, एकतालाई बढावा दिन्छ। किनकि रोटी एउटै छ अनि हामी धेरै छौँ, एउटै शरीर बन्छौँ, किनकि सबै एउटै रोटीमा हामी बाँड्छौँ। जब रोटी टुक्रा टुक्रा हुन्छ, बाँडिन्छ, तब त्यो एउटा सिङ्गो रोटीलाई धेरैसँग बाँडिन्छ भने हामी सबैजना एउटै शरीर हुन्छौँ। हालेलुया। हामी एकतामा मुसिन्छौँ, एकतामा हामी सबैजना गाभिन्छौँ, हामी एकीकृत हुन्छौँ। त्यो रोटीले प्रभु भोजले चाहिँ हामीलाई एकीकृत पनि गराउँदछ, हामी एकीकृत पनि हुन्छौँ। हालेलुया। यसरी नै प्रभु भोज कसले सञ्चालन गर्न सक्छ? हामीले धेरै प्रश्न उठ्छ यसको बारेमा। प्रभु भोज चाहिँ हामीलाई पहिलादेखि हाम्रो आफ्नो मण्डली सम्प्रदाय अनुसार हामीले मण्डलीको पास्टर, एल्डर्स, लिडर्स, डिकन्स
अनि बिसपहरूले प्रभु भोज दिने गर्नुहुन्थ्यो, वितरण गर्ने गर्नुहुन्थ्यो। आज हामीलाई पनि यो प्रश्न उठेको होला कि प्रभु भोज कसले चाहिँ सञ्चालन गर्छ। आज हाम्रो मण्डलीमा चाहिँ परमेश्वरको वचन अनुसार चाहिँ आज कसले सञ्चालन गर्ने भनेर अनुमति दिएको छ भन्दाखेरि मण्डलीको धर्मगुरुहरूले चाहिँ को भन्दाखेरि मण्डलीको पुजारीहरू धर्मगुरुहरूले चाहिँ त्यतिखेरको समयमा प्रभु भोजलाई वितरण गर्ने गरिन्थ्यो। र अहिले पनि हाम्रो मण्डलीको धर्मगुरु भनेको चाहिँ पास्टर, एल्डर, डिकेन अनि यसरी नै अभिषेकका जनहरू जो मण्डलीमा नियुक्त भएका व्यक्तिहरू छन्, जो अभिषेक भएका जन छन्, उहाँहरूले वितरण गर्ने गर्नुहुन्छ। हामीसँग पास्टरले मात्रै, एल्डरले मात्रै, डिकेनले मात्रै, बिशपले मात्रै भन्ने होइन, तर अभिषेकका जनहरूले। हालेलुया। मण्डलीको अभिषेकका जन भनेको चाहिँ मण्डलीको पास्टर, एल्डर, डिकेन अनि बिशप हैन, हामीसँग जो हुनुहुन्छ अनि नियुक्त भएको उहाँहरूले वितरण गर्न सक्नुहुन्छ। उहाँहरूलाई त्यो अनुमति दिएको छ। प्रभु भोजमा कसले भाग लिन सक्छ? तर प्रभुको वचनले चाहिँ के भन्न छ भने प्रभु भोजमा कसले भाग लिन सक्छ भने यीशु ख्रीष्टमा विश्वास गर्नेहरू। हालेलुया। जसले प्रभु यीशुलाई विश्वास गरेको छ, मुक्तिदाता, उद्धारकर्ता भनेर प्रभु भनेर स्वीकार गरेको छ अनि घुँडा टेकेको छ, पानीको बत्तिसमा दिएको छ, प्रभुलाई विश्वास गर्नेहरूसँग जो सत्ता अधिकार हुन्छ प्रभु भोजमा भाग लिने, प्रभु मेसको टेबलमा आउने। अनि धेरै जसो क्रिस्चियन परम्परा क्रिस्टमा विश्वास गरेको, दाबी गरेको बत्तिसमा विश्वासीहरूलाई भाग लिन अनुमति आमन्त्रण गर्छ। प्रेरित 2:41 देखि 42 सम्म तपाईले पढ्नुभयो भने पहिलाको शताब्दीमा मण्डलीहरू चाहिँ रोटी भाँच्न आउने र हप्तैपछि रोटी भाँच्दथे। आफ्नो सबै कुरा सामानहरू पनि साझा थियो, बाँडचुँड गरेर थिए अनि उनीहरूले रोटी भाँच्न आउनेहरू लागि परिरहन्थे। 2 पोइन्टले भन्छ आत्मा परीक्षण आवश्यक। जब आत्मालाई परीक्षण गरिन्छ तब आफूले आफूलाई जाँचेर, अरू कसैलाई पनि जाँच्ने होइन। प्रभु भोज खाँदाखेरि अरूलाई जाँच्ने होइन, तर आफूले आफूलाई जाँच्ने हो। म प्रभु भोज खानको लागि आज योग्य छु कि छुइनँ, म तयारी छु कि छुइनँ, मैले प्रभु भोजमा भाग लिन सक्छु कि सक्दिनँ, आफै जाँच्ने हो। तपाईँ अनि हामीलाई मात्र थाहा हुन्छ, अनि तपाईँ अनि परमेश्वरलाई मात्र थाहा हुन्छ हामीले के गरेका छौँ परमेश्वरको विरुद्धमा। यदि हामीले पाप, अधर्म, गल्ती, भुल, त्रुटि केही गरेका छौँ भने पनि विगत दिनदेखि गरेका जानी अनजानी गरेका सबै पापहरूलाई चाहिँ प्रभु भोज लिनुभन्दा अगाडि हामी तरै क्षमा माग्दछौँ, हामी सरेन्डर हुनेछौँ र प्रभुले हाम्रो पापहरू, अधर्महरू क्षमा गर्नुहुन्छ। हालेलुया। अनि बाबाले भन्नुभएको छ मानिसले आफूलाई जाँचोस् र त्यसरी रोटी खाओस्, कचौराबाट पियोस्। यो आत्मा परीक्षण, पाप स्वीकार गर्नु, अरूसँग मेलमिलाप गर्नु र कृष्ण विश्वास अनुष्ठित गर्नु समावेश हुन्छ। हामीले आफूलाई जाँचेर रोटी खानुभन्दा अगाडि, कचौराबाट पिउनुभन्दा अगाडि हाम्रो आत्मालाई हामीले जाँच्नु पर्यो, हाम्रो पापहरू स्वीकार गर्नु पर्यो, हामी सबैसँग मिलापमा आउनु पर्यो अनि हामीले हाम्रो विश्वास प्रभुमा जाहेरा गर्नु पर्यो। एकदमै प्रभुमा निश्चित हुनु पर्यो। मैले प्रभुलाई विश्वास गरेको छु, म प्रभु भोजमा भाग लिन सक्छु, म तयारी छु भनेर तयार हुनु पर्यो। प्रभु भोजबाट कसलाई अनुमति दिनु हुँदैन, कसले चाहिँ प्रभु भोज खान सक्दैन? अविश्वासीहरूले जो विश्वास गर्दैनन्। आज हामीसँग कोही अविश्वासी छन्, उनीहरूले विश्वास गरेका छैनन्, तर विश्वास गरेका छैनन् भने तिनीहरूले प्रभु भोज खान मिल्दैन, उनीहरूलाई अनुमति दिँदैन। यीशु ख्रीष्टमा विश्वास नगर्नेहरूलाई सामान्यतया भाग नलिने सल्लाह दिन्छ, किनकि प्रभु भोज विश्वासको अभिव्यक्ति हो। 2 कोरिन्थी 13:5 लेखिएको छ। अर्को पोइन्टले भन्छ पश्चाताप नगर्ने। जसले पश्चाताप गरेकै छैन, आफ्नो पाप र अधर्म, भुल, गल्तीहरूलाई स्वीकार गरेकै छैन, प्रभुसँग क्षमा मागेकै छैन भने त्यसले प्रभु भोज खान मिल्दैन। प्रभु भोज खानको लागि हाम्रो पापहरू, गल्तीहरू स्वीकार गर्नु पर्यो, पश्चाताप गर्नु पर्यो, नम्रमा भएर प्रभुसँग झुक्नु पर्यो, एकदमै नम्रसँग भएर। अनि प्रभुले हाम्रो पाप र अधर्म, गल्तीहरू क्षमा गर्नुहुन्छ। उहाँको आफ्नो बहुमूल्य रगतले हाम्रो पापहरू धुनुहुन्छ, पखाल्नुहुन्छ, शुद्ध गर्नुहुन्छ अनि हामीलाई क्षमा गर्नुहुन्छ। हामी प्रभु भोजमा भाग लिन पाउँछौँ। पाप सँगाले परमेश्वरको प्रश्न हामी जान सक्दैनौँ। स्वीकार नगरेको पापलाई
पाल्ने वा टुटेको सम्बन्धलाई मिलाउन नचाहने क्रिस्चियनहरूले अस्थायी रूपमा त्याग्नुपर्छ। अस्थायी रूपमा त्याग्नुपर्छ, सधैँको लागि होइन। जस्तै यदि हामी मध्ये कोही पनि हाम्रो सम्बन्धलाई मिलाउन नसक्ने नचाहने छौँ अथवा हाम्रो पाप अधर्महरू छ, हामीले स्वीकार गरेका छैनौँ, प्रभुसँग क्षमाएका छैनौँ भने हामीले पश्चाताप नगरिकन प्रभु भोजमा ढाकिन हामी असल होइन, अनुमति दिँदैन। बाइबलको वचनले भन्छ, पहिलो कोरिन्थी 11:27-29 पदसम्म हामी पढ्छौँ। त्यो मैले भनेन, परमेश्वरको वचनले नै भनेको हो। अनि साना केटाकेटीहरूलाई हामीले प्रभु भोज दिन मिल्दैन, किनभने उनीहरू अनजान छन्। उनीहरूले पाप के हो, प्रभु यीशु ख्रीष्टको शरीर के हो, रगत के हो, मृत्युको बारेमा प्रभु यीशुको बारेमा उनीहरूले जानेका हुँदैनन्, बुझेका हुँदैनन्। साना केटाकेटीहरूलाई पनि हामी प्रभु भोज दिन मिल्दैन, किनभने उनीहरूले आफूलाई जाँच्न सक्दैनन्। त्यसकारण प्रिय, हामीले खेलाचीसँगले ठेटठट्टासँगले प्रभु भोज हामी लिनु हुँदैन। हामीलाई लिनु अनुमति परमेश्वरको वचनले दिँदैन। त्यसकारण आफूलाई हामीलाई जाँच्नुपर्छ। अनि हामीले पिएको कारणले गर्दा, हामीले नजानिकन नचिनिकन प्रभु भोजमा हामी भाग लिएको कारणले गर्दा हामीलाई दण्ड आइपर्नेछ। त्यसकारण पनि हामीले जाँच्नुपर्छ। हालेलुया। हामीहरू मध्ये यीशुको शरीर र रगतमा सहभागी हुनलाई को योग्य छ, को योग्य छौँ? हामी कसरी योग्यताको साथ प्रभु भोज खान पाउँछौँ? प्रभु भोजमा को योग्यको छ? म तयारी छु, म योग्यको छु भनेर हामी को भन्न सक्छौँ भने, खानुभन्दा पहिले हामीले आफूलाई जाँचेर आफ्नो पाप स्वीकार गरेर पश्चाताप गर्नुपर्छ। अनि त्यसपछि मात्र हामी प्रभु भोज खानलाई योग्य हुनेछौँ। पहिलो कोरिन्थी 11:28-39 पदमा लेखिएको छ। पहिलो यूहन्ना 1:6 लेखेको तपाईँ हेर्न सक्नुहुन्छ। स्वीकार नगरेका पापमा बसिरहेको क्रिस्चियनहरूले प्रभु भोज खानु हुँदैन। यस्तो मानिसले खान्छ भने प्रभुको शरीर र रगत दूषित ठहरिन्छ। जब हामी हाम्रो पाप नस्वीकार गरिकन हामीले प्रभु भोज खान्छौँ भने त्यो दण्ड हामीलाई आइपर्नेछ, त्यो दण्ड हामी भोग्नुपर्नेछ। कतिजना आफ्नो शरीर कमजोर भएर उनीहरू कतिजना मरिसके पनि भनेर पढ्नुपर्ने छ। त्यसकारण हामीले खेलाइची रूपले हामीले नचिनिकन नजानिकन नबुझिकन हाम्रो पाप स्वीकार नगरिकन क्षमा नमागिकन प्रभु भोज खान्छौँ भने चाहिँ हामीले उहाँको रगत र उहाँको शरीरमा चाहिँ हामी दोषी ठहरिएका हुन्छौँ। हामी उहाँको रगत र शरीरको विरुद्धमा हुन्छौँ, हामी विरोध गर्छौँ। त्यसकारण प्रिय, हामीले स्वीकार गरेर क्षमा मागेर हामी प्रभुको भोजमा सामेल हौँ। हामी किन प्रभु भोज मनाउँछौँ? अहिलेसम्म यीशुले हामीलाई प्रभु भोज मनाउनका लागि आज्ञा दिनुभएको छ। कुनै अवस्थामा हामीले प्रभु भोज खानु हुँदैन। हामीले अयोग्य रीतिले प्रभु भोजको रोटी खानु र तसरबाट पिउनु हुँदैन। हालेलुया। त्यसकारण हामी प्रभुको डर र भय मानेर परमेश्वर आज हाम्रो माझमा हुनुहुन्छ। हामी जब प्रभु भोजमा हामी सामेल हुन्छौँ, एउटा रोटी एउटा जागरस मात्र हो, तर आध्यात्मिक रूपले आत्मामा चाहिँ हामी प्रभु यीशुको शरीर र रगतमा हामी सबैजना सहभागी भइरहेका हुन्छौँ। त्यसकारण प्रिय, हामीले सोचेर बुझेर जानेर गरेका सबै अधर्म पाप गल्ती भुलहरूलाई हामी उहाँमा स्वीकार गर्नुपर्छ प्रभु भोज खानुभन्दा अगाडि। यो म चाहदिनँ कि हामीले लामो समयसम्म हामीले पाप अधर्म गल्ती गरेर हामीले पश्चाताप नगरिकन आज म खाँदिनँ, भोलि पनि अर्को महिना पनि खाँदिनँ, अर्को महिना पनि खाँदिनँ, हामी नखाँदै प्रभुदेखि टाढा भइरहेका हुन्छौँ। हामीले नखानु भन्ने होइन, तर हामीले खाँदाखेरि पाप स्वीकार गरेर क्षमा मागेर हामी लिन सक्छौँ। प्रभु भोज आराधना चिन्तन र समुदायको गहन कार्य हो। यसले विश्वासीहरूलाई त्यसको बलिदानको राहमा सम्झाउँदछ। अनि अरू कुरा हाम्रो हृदय जाँच्न र उहाँको गौरवशाली पुनरागमनको प्रतीक्षा गर्नका लागि हामीलाई उहाँले आह्वान गर्दछ। हालेलुया। प्रकाश 19:9 लेखिएको छ। हामीले लामो समयसम्म हामीले पाप अधर्म गल्ती गरेर हामीले पश्चाताप नगरिकन आज म खाँदिनँ, भोलि पनि अर्को महिना पनि खाँदिनँ, अर्को महिना पनि खाँदिनँ, हामी नखाँदै प्रभुदेखि टाढा भइरहेका हुन्छौँ। हामीले नखानु भन्ने होइन, तर हामीले खाँदाखेरि पाप स्वीकार गरेर क्षमा मागेर हामी लिन सक्छौँ। प्रभु भोज आराधना
चिन्तन र समुदायको ग्रहण कार्य हो। यसले विश्वासीहरूलाई त्यसको बलिदानको राहमा सम्झाउँदछ। अनि अरू कुरा हाम्रो हृदय जाँच्न र उहाँको गौरवशाली पुनरागमनको प्रतीक्षा गर्नका लागि हामीलाई उहाँले आह्वान गर्दछ। हालेलुया। प्रकाश 19:9 लेखिएको छ।